नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ। उहाँले मलाई बोलाएर एकचोटि तपाईले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। बालेन शाहले तपाईलाई बोलाएर भ्रष्टाचार विरुद्ध लड्न तपाईलाई केले दिएन भनेर सोध्नै पर्छ। नसोधिकन मलाई यो कारणले दिएन भने तपाईले भन्दा चाहिँ हुँदैन। र अर्को कुरा, तपाईलाई किन सोध्ने, तपाईको पृष्ठभूमि तपाईको ब्याकग्राउन्डले गर्दा दिएन। किन भन्दाखेरि तपाई नै हिजो चप्पल लाएर त्यसरी जंगलमा बस्ने, त्यसरी हिँड्ने मान्छे आज 45 लाखको घडी लाउनुहुन्छ। यत्रो करोडौं अर्बौं खर्बौंको सम्पत्ति छ तपाईसँग। अनि बालेन शाहले तपाईलाई सोध्ने, तपाईले किन भ्रष्टाचारको छानबिन गर्नलाई दिएन, के कारणले दिएन भन्ने तपाईलाई सोध्ने। अनि यो सरकार पनि तपाईहरुसँग मिलेर तपाईहरुसँग सहकार्य गर्ने र तपाईहरुले भनेकै अनुसार चल्ने हो भने पुरानो तपाईहरुको सरकार हुनु र अहिलेको नयाँ सरकार हुनु के फरक भयो त? तपाईहरुको अनुभव के कस्तोमा छ हामी सबै नेपाली जनताहरुलाई छर्लङ्ग थाहा छ। कति कस्ता भ्रष्टाचारका काण्डहरू छन्, कति के छन्, त्यो चाहिँ सबैले जनतालाई थाहा छैन र।